आज तपाईलाई यिनीहरूलाई एक भोट पनि नदिन आग्रह गर्न चाहन्छु, किनभने नेपाल र नेपालीलाई विगत 30 वर्षदेखि यिनीहरूले यति दोहन गरेका छन् कि तपाई कल्पनासम्म नि गर्न सक्नुहुन्न। देशको हरेक निकायमा लुटको कुनै हद नै राखेनन् यी अपराधीहरूले। चाइनाबाट लिएर बनाएको एयरपोर्टमा 2000 करोड भन्दा बढी घोटाला छ। गिरीबन्धुमा 80,000 करोड भन्दा बढीको घोटाला, सहकारीमा 80 अर्ब भन्दा बढीको लुट, ओरिएन्टलमा 20,000 करोडको बर्म लुट, त्यसैगरी ललिता निवास, सुन तस्करी, ट्याक्स छली, विमान खरिद, उपकरण खरिद जस्ता काण्डमा लाखौं करोड लुटेर देश सुकाए। हाम्रा दाजुभाइ दिदी बहिनीहरू आफ्नो देश छोडेर 10 सम्म परिवारसँग बिछोड बनाए। हुँदा हुँदा शक्तिको आडमा अहिले आएर आफ्नै जनता मार्नसम्म पछि परेनन्। त्यही लुटेको पैसा र शक्तिको दममा फेरि फर्केर भोट माग्ने आँट गरिरहेका छन्। यी लुटेरा हत्यारा जसले तपाईकै छोरा जस्ताको निर्मम हत्या गरे, देश टाट पल्टाएर आफ्ना परिवारसँग वर्षौं टाढा बनाए, जबकि त्यति पैसाले देशले काचुली फेर्ने थियो, संसारकै सुखी र खुशी देश भन्ने थियो, आफ्नो परिवार आफूसँग मिलेर खुशी साथ जीवन बिताउने थियो। नेपालीले यो चुनावमा कुनै पनि हालतमा माफ गर्ने छुट पाउने छैनन्।